रन्डालाई घरमा बसेर यो झरीमा योसँग पाउसु बोकेर कता हिँड्न परेको यो झरीमा यस्तो झरी लादिन यस्तो झरी लाग्यो अनि घर बसेर थुप्प नसुतेर 3-4 अर्को रन्डो नि आयो ती रन्डो आयो अर्को अझै रन्डा भरि हेलो गाइज रन्डो गाइज रन्डो खानियो गाइज यही त रन्डाहरू अर्को कता आउँदै थियो आएन फर्केछ त्यो त्यसको घरै खानु उठो जाओ जति यस्तो दामी देख्यो क्या यो त यो फोन यस्तो दामी रहेछ क्या नि यति राम्रो त यहाँ आँखाले नि देखेन क्या यस्तो देखिया अनि यतिको फोन चाहिँ चाहिन्छ फोनको मालिक यही हो यी म्यान भर्सेस वाइल्ड हान्न हिँडेको खास त बा यस्तो जङ्गल ल्याएछन् केटाहरूले यो जङ्गलमा फेरि म जहिले नि लोड्छु क्या भन्दाखेरि अब यस्तो यही बाटो हो के अरे लोड्ने ठ्याक्कै त्यो एउटा म क्याप्चर गर्छु नलोटिकन हिँडेर लोट्यो भने पनि क्लिप भइहाल्यो कन्टेन्ट केटाहरू लोड दिए त मलाई कन्टेन्ट हुन्छ यो त यो चप्पल झन् चिप्लो हो के मैले ल्याएको यस्तो छ बाटो यी त्यो के अरे आँगन लिप्न लगाएको जस्तो धान काटेको यी ताल पर्या यो गर हो यहाँ नकाट्ने भनेको यिनीहरूले हो यी कता गयो काट्ने भन् न काट्ने गर्न लगाएको यिनीहरूले हो यी यस्तो काम नगर्ने यस्तो काम लाग्थ्यो खेरा गर्ने यो मेहनत खेरा गर्ने ताल गाइजहरू यो धान काट्न पऱ्यो भने हामीलाई सम्पर्क राख्नुहोस् हामी यो दिन काट्नुहुन्छ सुतो दिन काट्नु पौडी खेल्न मिल्ने जस्तो भयो यार धान सुकायो बिचरा किसा ओहो बिचरा यो त उम्रिसक्यो लास्ट नमजा लाएर आयो यतापट्टि हाम्रो त केही राखेन यो गरानी हुन ए उतार्नु रहेछ ती उयो त तालै पऱ्यो है यो गर्नु यो र तल हाम्रो त्यो हो हाम्रो त पानी तान्ने होइन भैँसी लड्यो है भन्ने क्या म त लोटे पनि हिमालले धान्छन् भनेर म त अगाडि काली घोष गरेर हिँड म अन्त ओहो यहाँ हो यहाँबाट हो कि हिमालय चिप्लेर म हो वहाँ पुगेको तल बारीमा के अरे बाटा हिउँटेसित घाँस काट्न आउँदाखेरि जहिले चिप्लिन्थेँ म यार यो भए आज अहिलेसम्म सेफै आइराख्यो जारी नै छ होला के जारी आज ढिलो उठियास के 4 बजे त फोन राख्न उठिस होला अनि धन्य सेफ ल्यान्डिङ भन्छ गरौँ न यहाँबाट पुवाल गरेर दुईटा कुकुरहरू अन्त यो रन्डो केटीसित कति बोलेको युट्युबमा आउँछ जस्तो